प्रधानमन्त्री बन्छु भन्दै हिम्मत गरेर काठमाडौँ आएका हर्क साम्पाङ जेन्जीले नपत्याएपछि धरान पुगेर धुरु धुरु रोएका छन्। हिम्मत हारेको भन्नुहुन्छ तपाईले के? म जति हिम्मतिलो कोही पनि छैन यो देशमा। सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा। दर्शकवृन्द, जेन्जी आन्दोलनपछि प्रधानमन्त्री बन्न काठमाडौँ आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले आफ्नो गृहनगर फर्किएर पत्रकारहरूसँग भक्कानिँदै भावुक बनेका छन्। 500 किलोमिटरको यात्रा उनले देश बचाउने अठोट सहित पूरा गरेका थिए, तर परिणाम रित्तो हात मात्र भएको महसुस भएपछि आँसु रोक्न सकेनन्। धरानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै हर्क साम्पाङले भनेका छन्, विदेशीले देश टेक ओभर गर्न सक्ने सम्भावना छ। सबै नेताहरू भागाभाग छन्, कोही रगतामै छन्, कोही बागमतीमा कुटाई खाँदैछन्। पार्टी कार्यालय तहस नहस भएका छन्। अबको शक्ति आउने हो देशमा कोही छैन। उनले भनेका छन् मलाई सबैले काठमाडौँ जानु भन्नुभयो, तर म देश बनाउन आएको मान्छे हुँ। मलाई हिम्मत हारेको मान्छे भन्नुहुन्छ, तर म जतिको हिम्मतिलो यो देशमा कोही छैन। प्रधानमन्त्री बन्न नसके पनि हर्कले आफ्नो अठोट छाडेका छैनन्। उनले पत्रकारहरूसँग भनेका छन्, गोली लाग्न सक्छ भने लागोस्, म देश बचाउन आगोमा हाम फाल्न तयार छु। धरानको मेयर टीका लगाएर होइन, 10 वर्षसम्म एक्लै चप्पल पड्काएर अभियान चलाएर आएको हुँ। आन्दोलनपछि बनेको सरकारको वैधतामाथि समेत प्रश्न उठाएका छन्। जेन्जी आन्दोलनमा सबैलाई अपराधी सम्झँदै यो सरकार चल्छ भने यसको वैधता के हो? सम्पूर्ण जिम्मेवारी गृह मन्त्रालय र अहिलेको सरकारले लिनुपर्छ। हर्क साम्पाङको यो भावुक र अडिग प्रतिबद्धताले मात्र होइन, देशप्रेम र इमानदार नेतृत्वको तागत पनि देखाउँछ। एकजना नेता जसले पद र सत्ता भन्दा देशको भविष्य र जनताको सुरक्षालाई प्राथमिकता दिएका छन्। यो कथा केवल धरानको मेयरको मात्र होइन, तर एउटा देशभक्तको आत्मसमर्पण र चुनौतीपूर्ण परिस्थितिमा पनि अडिग रहन सक्ने मनोबलको प्रतीक हो।